बिहानको काम सिद्धाएर म लागे मिल बनाउनको लागि। तर पनि यो बीच बाटोमा पनि एकदमै राम्रो कटहर फलिरहेको थियो। मिल बनाउनको लागि म चाहिँ मिल बनाउनतिर लागेँ। यो भने हाम्रो गाउँमा भर्खर ल्याउनु भएको रहेछ नयाँ मिल। त्यसपछि बनाउनतिर लाग्यो। बनाउँदा त बनिसक्यो, करिब 1-1.5 घन्टा जति लाग्यो के पुरै। एकदमै बन्दैन कि बन्दैन जस्तो थियो, तर बनाइसकियो। सकेपछि फेरि म घरतिर जान लागेको त आमाले मजासँग ठ्याप ठ्याप पार्दै हुनुहुँदो रहेछ। घाँस मजासँग बसेर मैले खिचेको होइन, मलाई फेरि देखिसक्नु भयो। देखिसकेपछि म गएर घाँस छप्लाउनतिर लागेँ। घाँसमा भने आगो लागेपछि त एकदमै मकुस मकुस पुरै घामले एकदमै घाम भएको थियो। त्यसपछि एकछिन बसेको। अनि गाउँको बोईहरूले चाहिँ खाँदै हुनुहुन्थ्यो चुरोट खाँदा चाहिँ एकदमै नकारात्मक असर गर्छ, खानु हुँदैन भनेको त पहिलापल्ट लागेको बानी छुटाउनै सकिएन भन्नुभयो। अरू मैले के भन्नु होइन। त्यसपछि डङ्ग्याङ्ग लाएर एकछिन सुत्नतिर लागेँ। घामले त यति घाम भयो कि मलाई त कुरै छाडिदियो। यो आगो लागेको ठाउँमा एकदमै घाम भएको थियो। त्यसपछि शीतलमा एकछिन बसिसकेपछि हामीले भारी पनि हाल्यौँ र भारी हालिसकेपछि घरतिर लाग्ने भयो। भारी बोकेर करिब आधी घन्टा हिँडियो। हिँड्दा त एकदमै गर्मी एकदमै चलिरहेको थियो होइन। भारी बोकिसकेपछि गर्मी त स्वाभाविक रूपमा भइहाल्छ नै। अनि आजको भिडियो पनि यतिमै समाप्त हुन्छ। भोलि अर्को भिडियो ल्याएर उपस्थित हुने नै छु।